जुन महिला एक मौका अझै वान चान्स मोर दिन्छन् कि उनी साँच्चै मूर्ख हुन् त, यसै स्टुपिड कि उनी त्यो बाटोमा छन् जहाँ हिँड्न साहस चाहिन्छ। उनी त्यहाँ माफ गर्छन् जहाँ अरू हिँड्नै सक्थे। उनी गलत मान्छेहरूमा पनि सम्भावना देख्छन्। उनी परिवर्तनमा विश्वास गर्छन् जस्तो सुकै चोट पाएर पनि। संसार भन्छ किन फेरि विश्वास गरे, वाइ डिड सी ट्रस्ट यु अगेन, किन बारम्बार मौका दिइन्। तर अरूले नदेखेको कुरा उनी मूर्ख होइनन्, उनी विकसित छन्। सी इज म्याच्योर्ड, उनी उच्च आवृत्तिकी मान्छे हुन्, पर्सन विथ हाई फ्रिक्वेन्सी, हाई भाइब्रेसन। यस्ता महिलाहरूमा 3 गहिरा सत्य हुन्छन्। पहिलो सत्य, उनी नरम छालाभित्रको योद्धाको मुटु बोक्छन्। उनले मौका दिन्छन् किनकि उनी दुःखसँग डराउँदिनन्। दोस्रो सत्य, उनी चोटभन्दा कडा बन्ने डर गर्छन्। उनलाई थाहा छ आफ्नो न्यानोपन गुमाउनु नै सबैभन्दा ठुलो हार हो। तेस्रो सत्य, उनी बुझ्छिन् प्रत्येक माया, प्रत्येक क्षमा विश्वमा ऊर्जा बनिराखेको हुन्छ। मानिसले नबदले पनि उनको माया अर्को जन्ममा फुल झैँ फुल्छ। तर उनले एउटा कुरा बुझ्नै पर्छ, सीमा बिनाको दया आत्मविनाश हो, परिणाम बिनाको क्षमा गलत व्यवहारको बढावा हो। ब्रह्माण्डले उनको दयालाई त देख्छ, तर उसले चाहन्छ उनी आफैलाई पनि सम्मान गरून्। यदि